हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज म धेरै अलिकति लङ टाइम पछि म आफ्नो भिडियो फेरि पनि लिएर उपस्थित भइसकेको छु। सबैजनाले साथ सपोर्ट अनि माया गरिदिनु हुनेछ भन्ने म आशा व्यक्त गर्दछु। अनि भिडियो अन्तिमसम्म हेरेर लाइक कमेन्ट अनि सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। त्यही हो गाइज होइन। अनि अब चाहिँ लागौँ ब्लगतर्फ है त साथीहरू। हेलो गाइज, आज चाहिँ दिदी घरबाट सुकेर आउँदै हुनुहुन्छ। अहिले चाहिँ बस पार नजिक आइपुग्नु भएको छ अरे, त्यही भएर म चाहिँ लिन जाँदैछु। अब धेरै दिन भइसक्यो दिदीसँग भेट्न भएको भनेको त्यही भनेको दसैँ तिहारमै भयो। त्यहाँभन्दा पछाडि म पनि घर गएको छैन अनि उहाँ पनि यता आउनु भएको छैन। अनि भिनाज चाहिँ अब अस्ति इन्डियादेखि चाहिँ आउनु भएको। बिचमा मैले भिडियो सिडियो केही पनि राख्न पाएन। अलिकति मौसमले पनि साथ दिएन, पानी पर्ने भयो अनि पछि के भयो कि बिचमा एकदम स्टप भयो। त्यही भएर अहिले म फेरि पनि लिएर आउँदैछु। त्यही भएर अहिले दिदीलाई लिन जाँदैछु गाइस। अहिले म देखाउने छु है त दिदीसँग पुगिसकेपछि। ओके गाइस है, दिदी चाहिँ पुगिसक्नु भयो अरे। अब म चाहिँ पुगेको छैन। दिदीलाई चाहिँ कलमा चाहिँ म पुगिसकेँ भनेर भनेछु। तल्लो गेटमा हुनुहुन्छ भने छिटो छिटो मास्तिल्लो गेटमा जाँदैछु है। म चाहिँ बस पार्कको मास्तिल्लो गेट पुगेँ। दिदी चाहिँ देख्नु भएको छैन अगाडि, सायद आउँदै हुनुहुन्छ होला। अगाडि पनि पुगिसकेको छु। कतापट्टि हुनुहुन्छ खै त देख्दिनँ त हौ। आउनु भएको छैन कि अब गेटमा आइसक्यो भन्दै हुनुहुन्थ्यो त, देख्दैन त कतै पनि। दिदी र म चाहिँ अब यहाँ दुईजनाको भेट भएर हामी अब रुमतिर कोठातिर जाँदैछौँ। दिदीलाई सपिङ गर्ने अरे, आज उपचार गर्ने अरे। आज पनि रुममा आउनुहुन्छ अनि अब गएर ड्युटीमा लाग्ने हो। अनि रुममा पुगिसक्यौँ साथीहरू होइन। अब खाना खानु पऱ्यो अनि यसो कामतिर बजारतिर निस्किनुपर्छ है त गाइस। अनि देखाउने छु म पछि बजारमा आज के किन्ने हो म देखाउँछु आज। बजारको लागि चाहिँ हामीहरू निस्किसकेका छौँ होइन। त्यही हो अब दिदी हुना चाहिँ अगाडि हुनुहुन्छ भने पछाडि छु होइन। अब बजारतिर जानु पऱ्यो आज। अब के गरिदिनुहुन्छ तिनीहरूले इन्डियादेखि आउनु भएको छ। सपिङ के गरिदिनुहुन्छ होइन साथीहरू। यो हिरा मोबाइल पसल दाइकोबाट चाहिँ फोन चाहिँ रेडी भइसकेको छ। म एकछिनमा हजुरलाई देखाउने छु। ग्लासहरू हाल्दै हुनुहुन्छ अहिले। ठ्याक्क अहिले देखाउँछु म हजुरहरूलाई। किनिसक्यो साथीहरू। त्यही अब बजारमा अलिकति रिभिल गर्न चाहिँ नहुने पो पछि रुममा गएर फोनको यसो रिभिल गर्नेछु। त्यही हो गाइज होइन। अहिले चाहिँ अब ठ्याक्क कपडा किन्नको लागि यता भिनाजु म छौँ, यता पछाडि चाहिँ दिदी हुनुहुन्छ। हामी चाहिँ बजारतिर अलि माथि ब्रेन चोकतिर जाँदैछौँ। अनि त्यहाँ चाहिँ कस्तो पाइन्छ त्यो पनि देखाउने छु। मङ्गलबारदेखि भित्र अगाडि देखेको माथि देखिएको चाहिँ वीरेन्द्र चोक, त्यहाँभन्दा माथि यो मङ्गलबारदेखि भित्र छिर्दाखेरि देखिने बाटो। अब यहाँ चाहिँ सबै सामानहरू पाउँछ भनौँ, बजार हो होइन। अब यहाँ यो नेपाल ब्याङ्क भयो, यता चाहिँ मास्तिरपट्टि यहाँ चाहिँ कुमारी ब्याङ्क भयो। सब कुराहरू एकदम राम्रो पाउँछ। तपाईँ पनि यसो बेनगरतिर आउनुभयो भने भ्यालीतिर पनि पस्न नभुल्नु होला। त्यही हो गाइस होइन। 2 hours later. त्योहरू होइन हामी चाहिँ अब टक्क होइन सपिङ गरेर पनि भिनाजु म दिदी चाहिँ रुमतिर फर्किसकेका छौँ। अब अनि के सामानहरू किनिन्, कस्तो किनिन् भन्ने कुरा म हजुरलाई फाइनल्ली देखाउने नै छु। त्यही भएर एकैछिनपछि रुममा गएर रिभिल गर्नेछु। अनि भिडियो चाहिँ अन्तिमसम्म हेर्नु चाहिँ नभुल्नु होला है त। अनि भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सब्सक्राइब अनि सेयर गर्न पनि नभुल्नु होला। विशेष गरेर सब्सक्राइब चाहिँ गर्न चाहिँ नभुल्नु होला है त। 5 minutes later. फाइनली साथीहरू म चाहिँ रुममा पुगिसकेँ होइन। दिदी पनि यहाँ रुममा हुनुहुन्छ, भिनाज बाहिर जानुभएको छ। एकदम धेरै गर्मी भइरहेको छ। एकैछिन म रिभिल गर्दैछु मैले आज के ल्याएँ, कति सामान ल्याएँ भनेर। यहाँ जति सामानहरू यो छ नि, यो अरू सामानहरू यो सबै सामान हो। फर्स्टमा म चाहिँ होइन रेडमी नोट 15 भन्ने फोन हो। यसलाई चाहिँ म अनबक्सिङ गर्छु पहिला। यो भयो। अनि यसमा चाहिँ के सामानहरू आउँछ भनेपछि यसमा चाहिँ ओरिजिनल चार्जर 23 वाटको यो चार्जर भयो। अनि यहाँ चाहिँ एउटा यो ओरिजिनल यसैको होइन कभर आयो। अनि एउटा चाहिँ एक्स्ट्रा कभर राखिदिनु भएको छ होइन, किनकि लेडिजको नि त, दिदीको लागि हो नि त, त्यही भएर। अनि फोन चाहिँ मैले यहाँ पहिले यता तानेर राखेको छु। जसमा फोन चाहिँ यो हो रेडमी नोट 15। अनि यो ट्याक्कै यहाँ राख्दाखेरि यसलाई चाहिँ टक्क राखियो भने, लगाइयो भने ल एकदम राम्रो फोन देखियो। एउटा चाहिँ उपहारमा यो हो। अनि एउटा यो ग्लास, यसको ग्लास अनि एउटा यो कभर। त्योभन्दा पछाडि यो
माई पावरको 20,000 mAh को ब्याकअप, जसलाई म अनबक्सिङ गरेर देखाउँछु। यसलाई चाहिँ यता राखौँ। जसमा यो रहेको छ 20,000 mAh को ब्याकअप, जसमा ओरिजिनल चार्जर अनि ब्याकअप हैन, यो सामानहरू भयो। अनि कपडाहरूमा एउटा सर्ट, यो चाहिँ हैन है, फेरि एउटा सर्ट अनि एउटा झोला, झोलाभित्र पनि यहाँ अरू केही सामानहरू छ। अनि एउटा यहाँ यो के अरे यो प्यान्ट अरे, यो डेनिम क्लबको एकदम राम्रो प्यान्ट ओरिजिनल। यो यसैको खबर। यो चाहिँ एउटा पानी खाने बोतल। अनि यो बक्सर भयो। अनि एउटा यहाँ यो ट्राउजर छ। अनि यहाँ अर्को ट्राउजर छ। अनि यो सक्स, यो 2वटा सक्स। अनि खतरा ओरिजिनल ज्याकेट। अनि यो ओरिजिनल टी सर्ट। अनि यो बक्सर भयो। अनि त्यो यसको कभर भयो। करिब सामान यति हो। अब गेस गर्नु यो सबै सामानहरू चाहिँ कति हजारको भयो होला। सबै हल टोटल सामानहरू ब्याकअपदेखि फोनदेखि लगेर कति जति भयो होला। 2 days later. Five minutes later. अब दिदी बिना चाहिँ हिँड्दै हुनुहुन्छ। दिदी यता हुनुहुन्छ, बिना चाहिँ पर जानुभएको छ। अब एकैछिनमा हिँड्नेवाला छ गाडी। अब सामान सब रेडी भइसकेको छ। एकछिनमा हिँड्नुहुन्छ है त गाइस। ल हामीसँग जानु होला, लाउनु है। ल दिदी चाहिँ यो दिदी बिना चाहिँ यही गाडीमा जानुभयो। अनि बिना चाहिँ पछि चढ्नुभयो, यताबाट चढ्नु त्यही भएर देखेन। अनि दिदी चाहिँ जानुभयो त्यो गाडीमा। यो काठमाडौँ जाने गाडी भयो। पर झ्यालमा हुनुहुन्छ होला सायद, म देखाउँछु। जानुभयो दिदी बिनाले चाहिँ घर। अब त्यही हो गाइस होइन। त्यही गाइस होइन, दिदी बिना चाहिँ जानुभयो। अब त्यही 2-4 दिन अब रुममा कोही आएपछि अलिकति रमाइलो खेलिन्छ। एक्लै गएर फेरि अझै एक्लै न है, के गर्नु त नि। अब म चाहिँ यता सुकुम्बासी बस्तीबाट चाहिँ निस्किँदैछु रुमतिर। अब यता जङ्गलको बाटो बिचबाट हाम्रो के अरे यो एमको क्याम्पस पछाडिबाट, किनकि अगाडिबाट गाडी झ्याउ झुम प्यापुर यस्तो बोरिङ फिल हुन्छ क्या। त्यही हो गाडी छैन। म बसपादेखि यताभित्र चाहिँ आइसकेँ। उता अगाडि बसपार भयो। यो सुकुम्बासी बस्ती। अब यो उहाँहरूको के भन्छन् अरे, यो व्यापार बिजनेस भन्छ यसलाई। त्यही यहाँदेखि अब सरासर जानु पऱ्यो, बरु यामीमा निस्किनु पऱ्यो। अनि हेरौँ कस्तो हुन्छ एकदम होइन। आज चाहिँ एकदम मौसम र शीतल छ। अब भन्छ नि यता काठमाडौँतिर सुकुम्बासीको बस्तीहरू सब हटायो, उता साइडतिर सुर्खीतिर पनि हटाउँछ भन्ने कुरा थियो नि। तर सबै ठाउँमा नहटाए पनि केही ठाउँमा चाहिँ हटाउनु पर्ने देखिन्छ क्या यता पनि। कहाँ भनेपछि यो देखिएको सबै सुकुम्बासी होइन। योभन्दा अगाडि चाहिँ मेन लाइन छ, त्यो ठ्याक्क अगाडि। यसमा चाहिँ बिचमा एउटा खोला गएको छ होइन। एकदमै माथिदेखि सब पानी यहाँ आउँछ कि, सब पानी जम्मा हुन्छ। अलि ठुलो पानी पऱ्यो भने यहाँ पुरै यो बगाउला जस्तो हुन्छ। तर यो विषयमा चाहिँ ध्यान जानुपर्ने हो। यो विषयमा चाहिँ अलिकति हेर्नुपर्ने हो जस्तो मलाई पनि लाग्छ क्या। किनकि यो अब यहाँ अलि ठुलो पानीहरू धेरै वर्षा भयो भने यो सबै डुबानमा जस्तै पर्छ क्या। सबै पछाडिबाट पानी फोर्छ र घरभित्र बिचबाट पानी जान्छ। त्यो कुरा चाहिँ अलिकति हेर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। मेरो पर्सनल ओपिनियन हो है यो चाहिँ। अब यस्तो छ, यो सबै यो जति छ नि यो सब एरिया यो सबै पानी आउने यतै हो कि। यहाँदेखि नै यहाँ आउने हो। अनि अगाडि चाहिँ मेनलाइन भयो, यहाँ चाहिँ बिचमा चाहिँ हल्का एउटा नाली जस्तो खोला जस्तो छ। यो पछाडिबाट पानी जाने ठाउँ चाहिँ छैन। फेरि सानो चराहरूबाट जान्छ। त्यही भएर डुबाउनु पर्ने एकदम सम्भावना हुन्छ कि यस्तोमा। म चाहिँ अब यो के भन्छ यामीको ठ्याक्क पछाडि यो यता के भयो यो राइट साइडतिरको जङ्गल हो। यो अगाडि चाहिँ यामी हो, जहाँ यो जुन बुढाहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यो वन रक्षक तयारीको लागि बुढाहरूमा चढ्ने गर्छन्।
यहाँ कोही आउनु भएको छ 2-4 जनाहरू धेरै त हुनुहुन्न अब बिस्तारै भर्खरै अहिले 2-3 बस्नु लाग्छ यता हुनुहुन्छ ट्राई गर्दै हुनुहुन्छ होइन गाई चाहिँ यहाँ चाहिँ यस्तो हुन्छ त्यही भएर अब तपाईँ पनि वन रक्षीको तयारी गर्नु भएको छ भनेपछि यहाँ आउँदा चाहिँ एकदम सहज हुन्छ होला जस्तो लाग्छ मलाई अब त्यो तपाईँलाई नै थाहा होला कस्तो हुन्छ भन्दा के भएन मेरो पर्सनल भनौँ न पर्सनल ओपिनियन भयो गाई चाहिँ अब बिस्तारै रुमतिर जाँदैछु बाहिर अब यो घाम नलागे पनि के यो उम्स एकदम धेरै छ कि त्यही हो गाई चाहिँ अब दिदी भिना जुन जानुभयो अब यत्रो दिनसम्म बस्नु भएको थियो नि त 2-3 अब भिना त 23 गते आउनुभयो आज त कति पनि 29 गते 29-30 भइगयो आज त 30 भइगयो भने टन्नै भइगयो होइन 5-6 दिन नै भइगयो अनि कस्तो भनेपछि अब 6-7 दिनसम्म सँगै बसेर अब हरेक कुरा हुन्छ नि त रुममा अलिकति एक्लो फिल चाहिँ भएको हुन्थेन कि अब त्यही हो अब यत्रो दिनसम्म कोही अब रुममा आउँदाखेरि अब खाना पनि सबै कुराहरू मिठो भए जस्तो होइन सबै कुरा मिले जस्तो फिल हुन्छ नि त त्यही हो गाई छैन अब जानुभयो अब के अन्त अब सँगै बस्नु भन्न पनि नमिल्ने त्यही हो गाई छैन अब त्यही अर्को कुरा चाहिँ अब भर्खरै युट्युब च्यानल सुरु गरेको मैले चाहिँ पहिला चाहिँ काम चाहिँ गरेको मैले धेरै पहिला अलि 1 वर्ष अगाडि नै गरेको होइन भ्लगहरू हामीसँग गराउन आउँदैन बोल्न आउँदैन के कस्तो गराउने कसरी गराउने कुन ठाउँमा चाहिँ कुन कुरा चेन्ज गर्ने हजुरले हेरेर प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला अनि भिडियो चाहिँ अन्तिमसम्म हेरेर लाइक कमेन्ट अनि सब्सक्राइब गरेर बेल आइकनलाई क्लिक गर्न चाहिँ नभुल्नु होला अनि पछि प्रतिक्रिया दिइसके पनि अब हुन्छ नि त आफ्नो पर्सनल ओपिनियन मलाई चाहिँ यो भएको भए हुन्थ्यो यो गर मलाई चाहिँ सुझाव चाहिँ दिन नबिर्सिनु होला अब आजको भ्लग चाहिँ यति नै साथीहरू अलिकति होइन मन हुन्छ नि मन चाहिँ चिसो भयो अब दिदीमा जानुभयो नि त त्यही भएर रुममा पनि अब एकछिन के जानु एकछिन त्यही भएर एकछिन बसेर जान्छु आजको भ्लग चाहिँ यति नै गाइज अर्को भ्लगमा भेट्नेछौँ सब्सक्राइब गरेर जोड्न नभुल्नु होला बाई बाई गाइज टेक केयर